हेलो गाइज, वेलकम टु माई युट्युब भ्लग। आज चाहिँ म आफ्नो डे भ्लग सेयर गर्न गइरहेको छु, हेरेर साथ दिनुहोला। हेलो भन्दै सेती। आज चाहिँ हामी घाँस काट्नलाई खेततिर जान लागेका छौँ, बाबा र म। हाम्रो खेत घुमाऊ है त। माङसिङ वार्ड नम्बर 4 आँधीखोला गाउँपालिका वार्ड नम्बर 4 को बासिन्दा हो। हजुर हजुर, म अहिले के घाँस काटौँ कि भनेर हिँडेँ हो। हाम्रो बाटो घाटो हेर्नुहोस्, हेर्नु यस्तै छ है। निकै कठिन बाटो रहेछ है। हजुर, निकै यो कठिन छ। अब के गर्ने त, युवाहरू छैन देशमा है। हजुर, युवाहरू जति सब जाने खाडीमा गएर गल हानेको छ, यहाँ गल हान्ने मान्छे छैन। त्यसो भएको हुँदाखेरि अब बाटो यस्तै छ। गोलगुप पानी है। हजुर, यो चाहिँ धनिया उहाँको उत्पादन एकदम राम्रो रहेछ के उत्पादन फेरि राम्रो छ। यो तरकारीमा हालेपछि कति टाइममा यतिको धनिया फल्यो तपाईँकोमा? हाम्रो अहिले 1 हप्तामा यस्तो भइदियो। हजुर, 1 हप्ताको उसमा हामीले यस्तो उत्पादन गरिरहेका छौँ। हजुर, काउली रहेछ तर कति सानो छ है। बल्ल फल्दै गरेको काउलीहरू, बन्दाहरू पनि रहेछ। यहाँ चाहिँ ठुलो काउली रहेछ क्या रे एउटा। यो मैले लान मिल्छ? मिल्छ मिल्छ। हजुर हजुर, रायोको साग हो। हजुर, यो त भनेको घाँस यही हो। नजिकै आँधीखोला पनि छ यहाँ। आएको बाटो यो भयो, उहाँ माथिबाट आएको हामी। यो टनेल पनि हाम्रै पर्यो। अनि केराघारीहरूमा हाम्रो छ कि छैन केराहरू? केराहरू देख्न सक्नुहुन्छ? हजुर, देख्न त सक्यौँ। एकदम राम्रो सुसेल्नु हुँदो रहेछ। एउटा गीत गाइदिनुहोस् न। हजुर, गीत गाउन आउँदैन है, सुसेलेर। म कलाकार होइन। हजुर, हजुर, यो कुन गीत गाउनु भयो हजुरले? यो गीत गायो हजुर उकाली ओह्राली। हजुर, बोलको गीत हो। अलिकति गाएर सुनाइदिनु न। आउँदैन होला, काट्न काट्न। हामी छौँ तरकारी बारीमा। बेथेको सागहरू हेर्नुहोस्। बेथेको सागहरू, यो लसुनहरू। लसुनलाई चाहिँ यसरी डल्लो पारेर बारिदिएपछि ठुलो डल्लो लाग्छ भनेर हाम्रो मम्मी बाबाले यसरी गर्नुभएको छ। यो चाहिँ केराउहरू, बेथेको साग। यता चाहिँ प्याजहरू फुलिसकेका छन्। यो फुल्यो भने एकदम राम्रो फुल हुन्छ है बा। यो पनि किन्न आउँछन् है मान्छेहरू। यो भयो, साग चाहिँ फुलिसकेछन्। यो चाहिँ हाम्रो मकै। यो सबै हाम्रो हो, सबै फाँट जति हाम्रै हो। हामी चाहिँ तरकारी लिएर भर्खरै फर्किँदैछौँ।
भनिदेऊ साथी।